हामी कहाँ छौं सोच्नु भएको छ कहिल्यै? यो प्रश्न जति सुन्दा सरल लाग्छ नि, यसको जवाब त्यति नै विशाल र अचम्म लाग्दो छ। ल आउनुहोस्, आज एउटा गजबको यात्रामा निस्कौं, ब्रह्माण्डको त्यो परको छेउबाट सुरु गरेर ठिक हाम्रो आफ्नै घर, हाम्रो ग्रहसम्म, अनि पत्ता लगाउँ यो अनन्त ब्रह्माण्डमा आखिर हाम्रो ठाउँ कहाँनिर रहेछ। हो, यो सायद सबैभन्दा ठूलो प्रश्न हो। यो सबै कुरा, यो तारा, ग्रह, आकाशगङ्गा, यो सम्पूर्ण ब्रह्माण्ड आखिर कसरी अस्तित्वमा आयो? समय र अन्तरिक्षको पनि सुरुवात हुनुभन्दा पहिले के थियो होला? हो, यस्तै गहिरा प्रश्नहरूको जवाफ खोज्ने एउटा पुरै विज्ञान छ, जसलाई भनिन्छ कस्मोलोजी। यसले हामीलाई ब्रह्माण्डको कथा सुनाउँछ, मतलब यसको जन्म कसरी भयो, आज यो कस्तो छ र भविष्यमा के होला भन्ने कुराको बारेमा बताउँछ। ल, हाम्रो यात्राको पहिलो अध्याय सुरु भयो है त। हामी त्यहाँ पुग्दैछौँ जहाँबाट समय र अन्तरिक्षको सुरुवात भयो। सोच्नुस् त, आज हामीले देखेको हरेक कुरा एउटा एकदमै सानो, तातो र खन्दिलो बिन्दुमा खुम्चिएको थियो। ब्रह्माण्डको सुरुवातबारे वैज्ञानिकहरूबीच खासमा दुईवटा ठूला विचारहरू छन्। पहिलो र अहिले सबैभन्दा बढी मानिएको महाविस्फोट सिद्धान्त वा बिग ब्याङ थ्योरी। यसले के भन्छ भने लगभग 13.8 अर्ब वर्ष पहिले सबै कुरा एउटै बिन्दुबाट फैलिन सुरु भयो। अर्कोतिर स्थिर अवस्था सिद्धान्त भन्ने पनि छ, जसले भन्छ कि ब्रह्माण्ड सधैँ यस्तै थियो, यसको न कुनै सुरुवात छ न कुनै अन्त्य। अब त्यो विशाल ब्रह्माण्डबाट अलि नजिक आउँ है त, हाम्रो आफ्नै खगोलीय छिमेकमा। हाम्रो सौर्यमण्डल, जसको केन्द्रमा छ हाम्रो आफ्नै तारा सूर्य हो। यही सूर्यले आफ्नो शक्तिशाली गुरुत्वाकर्षणले यो पुरै परिवारलाई एकै ठाउँमा बाँधेर राखेको छ। हाम्रो सूर्य वास्तवमा के चिजले बनेको छ त? यो त मुख्यतया हाइड्रोजन र हिलियम ग्यासको एउटा विशाल दन्किरहेको गोला हो। यसको केन्द्रमा हुने शक्तिशाली आणविक प्रतिक्रियाले नै यति धेरै ताप र प्रकाश निकाल्छ, जसले गर्दा हाम्रो पृथ्वीमा जीवन सम्भव भएको छ। सौर्यमण्डलमा दूरी यति धेरै छ कि किलोमिटरमा नाप्न पनि गाह्रो। त्यसैले वैज्ञानिकहरूले एउटा नयाँ इकाइ बनाए, खगोलीय एकाइ वा एयु। एक एयु भनेको पृथ्वी र सूर्यबीचको औसत दूरी हो, जुन लगभग 14 करोड 96 लाख किलोमिटर जति हुन्छ। ल त अब हाम्रो सौर्यमण्डलका सदस्यहरू अर्थात् ग्रहहरूको एउटा सानो भ्रमणमा निस्कौँ। यहाँ हरेक ग्रहको आआफ्नै अनौठो कथा र विशेषता छ। यो तालिका हेर्दा मात्रै पनि सौर्यमण्डल कति विशाल छ भन्ने थाहा हुन्छ। सूर्यको सबैभन्दा नजिकको ग्रह बुधलाई एक चक्कर लगाउन 88 दिन मात्र लाग्छ भने सबैभन्दा टाढाको वरुणलाई सोच्नुस् त, एक चक्कर लगाउन झन्डै 165 वर्ष लाग्छ। सूर्यको नजिकका 4 ग्रहहरू चट्टानले बनेका छन्। सबैभन्दा नजिक छ बुध, जहाँ दिनमा पोल्ने गर्मी हुन्छ भने रातमा कठ्याङ्ग्रिने जाडो। त्यसपछि आउँछ शुक्र, हाम्रो भगिनी ग्रह, जो बाक्लो बादलले ढाकिएको छ र यो हाम्रो सौर्यमण्डलकै सबैभन्दा तातो ग्रह हो। अनि हाम्रो छिमेकी मङ्गल, जसलाई रातो ग्रह पनि भनिन्छ, जहाँ सौर्यमण्डलकै सबैभन्दा अग्लो ज्वालामुखी ओलम्पस मोन्स रहेको छ। अब लागौँ बाहिरी सौर्यमण्डलतिर, जहाँ ग्यास र बरफका विशाल ग्रहहरू छन्। बृहस्पति सौर्यमण्डलको राजा यति ठूलो छ कि अरू सबै ग्रह यसभित्रै अटाउँछन्। त्यसपछि आउँछ शनि, आफ्नो सुन्दर चक्रका लागि प्रसिद्ध, अनि अरुण, जो आफ्नो अक्षमा लगभग पल्टिएर घुम्छ, र अन्त्यमा नीलो ग्रह वरुण, जहाँ सौर्यमण्डलकै सबैभन्दा तेज बतास चल्छ। हाम्रो सौर्यमण्डलमा ग्रहहरू बाहेक अरू पनि थुप्रै रोचक चिजहरू छन्। यिनीहरू भनेका सौर्यमण्डल बन्दाखेरि बाँकी रहेका टुक्राहरू हुन् भन्दा पनि हुन्छ। यीमध्ये 2 प्रमुख छन्, क्षुद्र ग्रह र धूमकेतु। क्षुद्र ग्रहहरू चट्टानका टुक्राहरू हुन्, जुन प्राय मङ्गल र बृहस्पतिको बीचमा घुमिरहेका हुन्छन्। धूमकेतुहरू भने बरफ र धुलोले बनेका हुन्छन्। सूर्यको नजिक आउँदा यिनीहरूको सुन्दर पुच्छर देखिन्छ, जस्तै त्यो प्रसिद्ध हेलीको धूमकेतु। हामीले आकाशमा कहिलेकाहीँ तारा खसेको देख्छौँ नि, त्यो वास्तवमा के हो? अन्तरिक्षमा तैरिरहेको चट्टानलाई उल्कापिण्ड भनिन्छ। जब त्यो पृथ्वीको वायुमण्डलमा छिर्छ, घर्षणले गर्दा जल्न थाल्छ, हो त्यसलाई नै उल्का भनिन्छ। र यदि कुनै टुक्रा नजलिकन जमिनसम्म आइपुग्यो भने त्यसलाई उल्कापात भनिन्छ। ब्रह्माण्डको यो लामो यात्रापछि अब हामी हाम्रो अन्तिम र सबैभन्दा महत्त्वपूर्ण गन्तव्यमा आइपुग्यौँ, हाम्रो आफ्नो घर पृथ्वी। यो विशाल ब्रह्माण्डमा एउटा यस्तो ठाउँ जहाँ जीवन फस्टाएको छ। पृथ्वीलाई नीलो ग्रह पनि भनिन्छ, किन होला? किनभने यसको लगभग 71% सतह त पानीले नै ढाकेको छ।
हो, यही पानीले गर्दा नै हाम्रो ग्रह सौर्यमण्डलमा यति विशेष र अद्वितीय बनेको छ। हाम्रो खुट्टामुनि के छ होला? पृथ्वीको सतह, जसलाई हामी क्रस्ट भन्छौँ, त्यो त वास्तवमा एउटा पातलो बोक्रा जस्तै मात्र हो। त्यसभन्दा भित्र म्यान्टल छ र एकदमै केन्द्रमा कोर, मतलब विभिन्न तहहरूले बनेको छ हाम्रो ग्रह। यी तहहरू फरक फरक तत्त्वले बनेका छन्। बाहिरी तह क्रस्ट, सियाल, सिलिका र एल्युमिनियम जस्ता हल्का चट्टानले बनेको छ। बीचको तह म्यान्टल, सीमा, बाक्लो र तातो सिलिका र म्याग्नेशियमले बनेको छ भने भित्री तह कोर, नाइफ, फलाम र निकेल जस्ता गहिरो धातुहरूले बनेको छ। यही भित्री तहले नै पृथ्वीको शक्तिशाली चुम्बकीय क्षेत्र बनाउँछ। हामीले समयलाई जसरी बुझ्छौं त्यो त पृथ्वीको दुईवटा गजबको चालमा भर पर्छ। एउटा, पृथ्वी आफ्नो अक्षमा फन्को मार्छ, जसलाई परिभ्रमण भनिन्छ। यसले हाम्रो दिन र रात बनाउँछ। अर्को, पृथ्वीले सूर्यको वरिपरि चक्कर लगाउँछ, जसलाई परिक्रमण भनिन्छ। यसले हाम्रो वर्ष र ऋतुहरू निर्धारण गर्छ। कहिलेकाहीँ सूर्य, पृथ्वी र चन्द्रमा एउटा सिधा रेखामा आइपुग्छन्। यो खगोलीय नाचले ग्रहण जस्ता सुन्दर घटनाहरू सृजना गर्छ। जब चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँछ, सूर्य ग्रहण लाग्छ, र जब पृथ्वीको छाया चन्द्रमामा पर्छ, तब चन्द्रग्रहण लाग्छ। यी संयोगहरूले हामीलाई ब्रह्माण्डको घडी कति नियमित चल्छ भन्ने कुराको याद दिलाउँछन्। ल हेर्नुस्, हामीले ब्रह्माण्डको एउटा सानो कुनाको यात्रा त गर्यौं, तर यो यात्राले उत्तरहरूभन्दा पनि धेरै प्रश्नहरू जन्माएको छ। के यो विशाल ब्रह्माण्डमा हामी एक्लै छौं? अरू कस्ता कस्ता रहस्यहरू खुल्न बाँकी छन्? यो यात्राले हामीलाई आफ्नो स्थानबारे सोच्न बाध्य बनाउँछ र अझै धेरै जान्ने जिज्ञासा जगाउँछ।